हामी चाहिँ हेभन पार्कमा जान्छौँ। अस्ति छेरेको अझै साफ गरेछ वेलकम ब्याक टु माई भ्लग। स्वागत छ तपाईँहरूलाई मेरो भ्लगमा। एनदर भ्लग एनदर पिपुल यता आइज न भोसुडीवाला। अनि एनदर गाइज जो अहिले चाहिँ मैले कन्टेन्टको खोजीमा हिँडिरहेको छु। कन्टेन्ट केही छैन, त्यही पनि तारिबाट क्यामेरा बोकेर हिँडिरहेको। अब हामी चाहिँ हेभन पार्कमा जान्छौँ। हेभन पार्कमा गएर यसले फोटो खिच्ने भनिरहेको थियो। माइक घरे अनि तँ चाहिँ के पूजा गर्न ल्याएको कस्तो त्यो मैले एउटा केही देखाउन चाहन्छु। ल अस्ति नै छेरेको अझै साफ गरेको छैन यार। पछाडिपट्टि देख्नु मलाई चाहिँ बबाल I wake up to a little bit of drool on my pillow, feel like it's gonna be a bad day. Yeah, I'm tired of shit, and the coffee ain't hit yet, damn ain't that great. I don't wanna go to work, cause my boss is a jerk, and I'm not even that paid. I need a change in my life, cause I don't feel alive, and there's nothing that makes me happy. हामीले अक्खा फोटो खिचिदिनुहोस्। खिचेनस् भने यही भाटाले खान्छ यसरी। यही भाटाले नगर न एक ग्लास बाल्दिनु पर्छ गाई भयो क्या। चिसो पानी खानु पर्यो। अहिले चाहिँ हामी यहाँ पनि पार्क जान यस यहाँ फेरि चाहिँ यस राम्रो रहेछ, सफा निट एन्ड क्लिन। तेह्रमा त के भेटिन्छ। ऊ पनि हुन्थ्यो कि त्यो रुख काट्ने त्यो आरा पनि यहाँवाला। विकी सर पनि आइसक्यो। अब धेरै चिसो नगर न, यसलाई कुटाको ककटेल बना न। मलाई थाहा भयो नि तँलाई ककटेल भन्ने फिल्म थियो एउटा भनेको भाइ ककटेलै हो के। कालिया मास्टर आउँदैछ। अन्टी कपडा सुकेको कि त्यतिको उठाउनु भयो एउटा साथीभाइहरू। म यो साथीभाइहरू भन्दै मैले कसैले हेर्दैन मेरो भिडियो साथीभाइहरू भन्दै अन्टीलाई पनि देखाइदिएर कि आइफोनबाट गाइस अहिले चाहिँ हामी अब हेभन पार्क जान लागेको। अहिले चाहिँ हामी खोला क्रस गर्दैछौँ। यहाँ पुल पनि छैन के। पुल भए त जो सजिलो हुन्थ्यो। पुल भए पनि ट्याक्क यहाँबाट यताबाट पुल हाल्थ्यो। अनि हामीले बिचमा चाहिँ एउटा बन्जी जम्पिङ खोलिन्थ्यो। अनि बन्जी जम्पिङ खोलेर सिधै के नाम्लो बाँधिदिने फालिदिने। नाम्लो बाल्दै फाल्ने अब भन् त त्यो केही पनि आउन्न। सो अब हामी चाहिँ अब लाग्दैछौँ केटाहरू पछाडि क्यामेराको झोला मसँग छ। क्यामेरा चाहिँ त्योसँग आइफोन चाहिँ योसँग छ। म पनि मसँगै छु। कुटी भाइ आफूसँगै छ। अब हामी जाँदैछौँ हेभन पार्कमा। आए पहिला यति राम्रो थियो यो हेभन पार्क। स्वर्ग थियो। हेभन भनेको के हो? स्वर्ग टाइपको यस्तो फुलहरू हामीले रोपेर यहाँदेखि पुरै यो प्लटहरूमा हामीले चाहिँ यताबाट बबाल गराएको थियौँ। तर म्या कसम यार बाख्रा चराउदिने यहाँ अलिकति सोसाइटी अलिकति नमिल्ने के। अनब्यालेन्स छ क्या सोसाइटी भनेको अनब्यालेन्स छ। अनि त्यसैले यहाँ केही पनि मिल्दैन कि। हामीले केही राम्रो काम गर्नु खोज्यो भने त्यसमा भाँडा पहिलो हानिहाल्छन्, बाँड हान्छन्। सो त्यहाँ मिल्दैन यहाँ केही गर्नलाई। केही राम्रो गतिलो गरौँ भन्ने केही मिल्दैन। त्यस्तै भयो। त्यही भएर हाम्रो कुमाटार विकास नभएको गाइस त्यही नै हो। नत्र भयो यो ठाउँमा हामीले जे पनि बनाउन मिल्ने छ। त्यहाँबाट पुल हालेर पुरा टुरिज्म सेक्टर बनाउन मिल्छ यहाँ। त्यही हो। मैले पहिला जङ्गलको भूत बनाएको चाहिँ यहाँ हो। जङ्गलको भूत बनाएको यहाँ हो। जस रमाइलो हुन्छ यहाँ चाहिँ। अब हामीले भिडियो चिडियो हान्ने भनिरहेको छ केटाहरूले। सो अब केटीहरू पनि छैन, नत्र केटीहरू लिएर आएर यसो घुमाउनु हुन्थ्यो। ट्याकटुक जोस् सब्सक्राइबरहरू कोही केटीहरू यस्तो घुम्न मन लाग्यो भने भन है। म घुम्न अहिले काम पनि छैन, केही पनि छैन। म भ्लग बनाउँदै घुमाउने हो त्यो मुरली बिन्दास। त्यहाँसम्म भेल साइकलमा लिएर आउँछु अनि त्यहाँबाट यता लिएर आउँछु अनि ट्याक्क लाएर घुमिन्छ। उभाले नि हेरिदिनु भयो। खै त बाख्रा ए बाघले लताड्दै ल फेरि।
ए छन् ए तपाईँ त घेरामा बस्नुभयो ए लक्ष्मण घेरा हो क्या के हो ए तपाईँले लगाउनु भएको यो चक होइन र ए त्यस्तो खतरा हो टेक्नोलोजी ल ठिक छ बबाल दिमाग लगाउनु भएको छ तपाईँले चाहिँ सही हो त्यो पहिला एक्सप्रेसन त अलिक छिटो गर्ने ढिलो भयो 1 सेकेन्ड गन अनि भनेको 1 सेकेन्ड गन 1 गन मैले यस्तो गरिदिन्छु INF47409962 फाइनल्ली गाइज हाम्रो एउटा भिडियो चाहिँ भयो हाम्रो एउटा चाहिँ गरियो सो अब हामी चाहिँ अर्को भिडियो बनाउनतर्फ लागिरहेको छौँ के मेरो सेन्डो पनि पुरै भयो कस्तो आइदियो है अब म अब सिधै गोप्रो आएसी भ्लग गर्ने हो गोप्रो आएसी ट्याक्क लाएर केटाहरू चाहिँ अगाडि गइसकेको छन् त्यही नै गाइज अब स्टिल वाचिङै हाम्रो अर्को भिडियो पनि हुँदैछ त्यहाँ पनि म भ्लग गर्छु यो सब्सक्राइब गरिदिनु होला माया देखाइदिनु होला हामी लोकल परियो त्यही नै हो मेरो मोबाइलले अलिक काम गर्दैन त्यही पनि म भ्लग हानिरहेको छु कस्तो हुन्छ के हुन्छ प्रतिक्रिया दिनु होला हामी कस्तोमा इम्प्रुभ गर्नु पर्यो त्यो चाहिँ मलाई कमेन्टमा लेखिदिनु होला म सकेसम्म इम्प्रुभ गर्न चाहन्छु तपाईहरुलाई सब्सक्राइबरहरुलाई मैले खुसी बनाउन चाहन्छु त्यसैले हामी चाहिँ भिडियोतर्फ पनि लागिरहेको छौँ हाम्रो अर्को च्यानल छ द बोयज च्यानल त्यो पनि सब्सक्राइब गरिदिनु होला म लिंक इन डिस्क्रिप्सनमा लिंक राखिदिने छु त्यसको पनि त्यसमा पनि हामी नै हो क्यारेक्टर हामी नै के गर्छौं भनेर लागेको छौं अब हेरौं के हुन्छ अहिले चाहिँ हामी यहाँ खोलेमामा घर आइसक्यौं सो अहिले यहाँ बिन्दास घाम पनि लागिरहेको छ हामी यहाँ कटेजमा छौं अब यहाँ चाहिँ हाम्रो अर्को भिडियो सुट हुन्छ केटाहरु पनि यही छन् बिन्दास चलिरहा आँपहरु पनि ढकमक्क ढाकिरहेछ आँपले जे खाए नि बिन्दास हामीले ओ भित्र जान्छु अबन यहाँ त अँध्यारो रहेछ हामी चाहिँ लाइन कति रमाइलो भयो केटा टाइम भयो तर एउटा भिडियो भएन किन अनि तोरी सुकाउँदै हुँदैछ बनाम भनेर बनाउँछ फेरि क्यामेरा पुर्न लाग्यो मोबाइल तातिहाल्यो मोबाइल तातेपछि फेरि आइफोन त फेरि तातेपछि सिद्धियो आइफोन हो न लास्टै तात्छ न पड्किने नि बेला हुन्छ के गर्मी महिना फेरि तातियो यस्तो जाडो महिनामा गयो भने फेरि सत्ती ब्याति सिद्धिन्छ गर्मी महिनामा बस्यो भने फेरि तातेर मलाई ल्याङ त्यही भएर अरू मोबाइलै ठिक हुन्छ हुन त फेरि क्यामेराको हिसाबले चाहिँ त्यो ठिक हो तर अरू हामीले गरेको थियौँ जङ्गलको जोडेर त्यो मेरो फोनबाट हेरेर गएको तेरै फोन मेरो फोन तातेर हैन स्विच अफ भइदिएको हैन यसको फोन बनाउँछ गाइज उता चाहिँ पुल बन्दैछ ट्र्याक्टरहरुले पनि माल लिएर आएछ सो एनीवे गाइज त्यही नै हो आजको भ्लग यति नै अब म एन्ड गर्न चाहन्छु सब्स्क्राइब गर्नु होला लाइक कमेन्ट ठोक्नु होला त्यही नै भन्न चाहन्छु ल लाइक अल लभ यु